आलु मात्रै ठुलो देख्ने पिरो टिमुर र डल्ले खुर्सानीको त कुरै छैन त खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर्केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ कागले कागै देख्छ बकुलाले बकुला अब तपाईहरुले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है And I gotta tell you, it was perfect. Perfect. Everything, down to the last minute details. Oh my god, what I see today. मैले आज एउटा यस्तो कुरा एक्सपिरियन्स गरेको छु जुन कुरा मैले अहिलेसम्म नेपाली सिनेमामा एक्सपिरियन्स नै गरेको थिएन। मैले आज एउटा यस्तो कुरा देखेको छु जुन कुरा नेपाली फिल्म इन्डस्ट्रीले धेरै पहिलेदेखि खोजिरहेको थियो। हो म कुरा गरिरहेको छु उनको स्वेटरको ट्रेलरको बारेमा। नमस्कार सबैजनालाई, मेरो नाम हो मुहाने। आज हामी कुरा गर्नेवाला छौँ उनको स्वेटरको ट्रेलरको बारेमा। यदि तिमीहरूलाई कसैले भन्छ भने नेपाली फिल्म इन्डस्ट्रीमा राम्रो फिल्महरू बन्दैन, राम्रोसँग ट्रेलरहरू काटिँदैन, मिसलिडिङ गरिन्छ जस्तो लाग्छ भने तिमीहरूलाई सिधै उदाहरण दिएर भन्न सक्छौ कि गएर उनको स्वेटरको ट्रेलर। फर्स्टली हामी कुरा गरौँ यसको सिनेमाटोग्राफीको बारेमा। सिनेमाटोग्राफी वाउ, व्हाट द फक इज द्याट क्या। यति धेरै राम्रो लाग्यो मलाई सिनेमाटोग्राफी, यति धेरै राम्रो छ सिनेमाटोग्राफी, क्यामेराम्यान अनि यसको सिनेमाटोग्राफी गर्ने मान्छेलाई म 21 प्रश्न हामी दिन चाहन्छु। अब हेर कुनै मुभीहरू हुन्छ जसले एक्साइटमेन्ट बढाउँछ र कुनै मुभी हुन्छ जसले त्यो एक्साइटमेन्टलाई पनि पार गरिदिन्छ र यो मुभी त्यही क्याटेगोरीमा पर्छ। यसको ट्रेलर यस्तो राम्रोसँग काटिएको छ कि म त्यसको बयान नै गर्न सक्दिनँ शब्दमा। अनि यसको कलर करेक्सन, क्यामेरा प्लेस, ब्याकग्राउन्ड म्युजिक एकदमै धेरै बवाल, अर्गाजम नै फिल गराउँछ। यदि तिमी आफ्नो गर्लफ्रेन्डसँग सेक्स गर्नु गइरहेका छौ भने जुन तिमीहरूको फर्स्ट एक्सपिरियन्स हो भने यो मुभीको ट्रेलरले, यदि तिमीहरू सच्चा मुभी लभर हौ भने, सच्चा सिनेमा लभर हौ भने यो ट्रेलरले तिमीहरूलाई त्यो फिल गराउँछ। तिमीहरूलाई छुट्टै डाइमेन्सनमा पुर्याइदिन्छ यो मुभीको ट्रेलरले। झन् एउटा सिन जसमा एउटा मान्छे भिजिरहेका छन् पानीमा, त्यो सिन हेऱ्यो भने त तिमीहरूलाई फिल हुन्छ कि यसको लाइटनिङको प्लेस कति राम्रो छ, क्यामेराम्यानले कति धेरै दुःख गर्यो होला। मलाई लागेको थिएन कि फर्स्ट टाइम मुभी बनाइरहेको स्टुडियोले यस्तो राम्रो ट्रेलर दिन्छ हामीलाई भनेर। र मुभीको जनरको बारेमा कुरा गर्नु पर्दाखेरि ड्रामा, लभ स्टोरी, रोमान्स अनि म्युजिकल फिल हुन्छ। अब नेपाली फिल्महरूमा म्युजिक हुँदैन भन्न सकिँदैन। 2 घन्टाको मुभीमा 50 मिनट त गीतले नै खाइरहेका हुन्छन्, तर यसको ब्याकग्राउन्ड स्कोर जसरी प्लेस गरिएको छ त्यसले पनि एउटा छुट्टै भाइब दिन्छ, छुट्टै जोनमा पुर्याइदिन्छ। यदि मुभी पनि ट्रेलर जस्तै राम्रो भयो भने यो मुभीले एउटा उदाहरण सेट गर्न सक्छ कि सदियोसम्म कसैले तोड्नै नसक्ने उदाहरण सेट गर्न सक्छ कि नेपाली मुभीहरू पनि यस्तो बन्न सक्छन् है भनेर भन्न सक्छ। पूर्णबहादुरको सारङ्गी हेर्दा त सबै रोएका थियो होला, सायद यो मुभीले पनि तिमीलाई रुवाउन सक्छ। विपिन कार्की र मेरुना मगरको एक्टिङ नेक्स्ट लेभल नै छ। अझ झन् कुरा गर्नु पर्दा त विपिन कार्कीले नै पुरै ट्रेलर नै ह्यान्डल गरेका छन्। त्यसमाथि उनको 2वटा क्यारेक्टर देख्न पाइन्छ जस्तो छ। एउटामा चाहिँ उनी एउटा मिडल एज मान्छे छन् र अर्कोमा चाहिँ पन्नेरी भर्खरका मान्छे छन्। अनि उनको लभ चाहिँ सक्सेसफुल हुँदैन जस्तो लागिरहेछ। जहाँ मैले एउटा सिन देखेको थिएँ जसमा उनी फोटो खिचेको रिललाई हेरिरहेका थिए। अनि त्यसपछि अर्को सिन देखेको थिएँ जसमा चाहिँ उनलाई मिडल एज देखाइएको छ, जसमा उनी आफ्नो छोराको लागि बुहारी खोज्न गइरहेका छन्। र मुभीले हाम्रो समाजमा भइरहेको जातीय विभेद र अन्धविश्वासलाई पनि घोच्न खोजेको जस्तो देखिन्छ, जसमा एउटा क्षेत्री अनि अर्को जनजाति कसरी उनीहरूले यो सब कुरालाई इन्ट्रिग्रेट गरेर, कसरी उनीहरूले यो सब कुरालाई सामेल गरेर एउटा राम्रो मुभी बनाउन सक्छन् भन्ने उदाहरण बन्न सक्छ मुभी, यदि मैले सोचेको जस्तो भयो भने। र आजको लागि यति नै। भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गर, च्यानललाई सब्सक्राइब गर अनि आफ्नो साथीहरूसँग पनि सेयर गर्न सक्छौ यदि उनीहरूले यो ट्रेलर हेरेका छैनन् भने। त्यति बेलासम्मको लागि मलाई पनि बिदा दिनुहोस् र तपाईँहरू पनि सुरक्षित बस्नुहोस्। हस् त, धन्यवाद।